काम गरिदिनुहोस्। काम चाहिएको छ, सेवा चाहिएको, प्रभावकारी सेवा चाहिएको छ। कसैप्रति हाम्रो पूर्वाग्रही भएर मैले काम गर्ने छैन। तपाईहरुसँग सहकार्यमा सल्लाहमा काम गरिनेछ, तर काम एकदमै द्रुत गतिमा हुनुपर्नेछ। हामीसँग 6 महिनाको समय छ। 6 महिनाको समय भनेको त्यतिकै जान्छ। यो समय खादा माला लगाएर तामझाम गर्नु होइन। काम गरेर जेनजी पुस्ताले देखेको सपना साकार गर्ने हो। धेरै ठुलठुला कामहरू गर्छु भनेर घोषणा गर्ने आएको पनि हैन। ठुला काम सुरुवात गर्छौं हामी। मेरो पारदर्शितामा कतैबाट क्वेशन आयो भने कर्मचारी साथीहरू र पत्रकार साथीहरूले सिधा आएर मलाई कम्प्लेन गर्न सक्नुहुनेछ। मैले एउटा ठुलो चुनौती लिएर आएको छु, सानो चुनौती लिएर आएको छैन।